हेलो एभ्रिवान, आजको यो भिडियोमा हामी फाइनल एकाउन्टको दोस्रो स्टेप जसको नाम छ प्रॉफिट एन्ड लस एकाउन्ट। यदि तपाईहरु फाइनल एकाउन्टको पार्ट 1 पार्ट 2 हेरे छैनौ भने डिस्क्रिप्सन बक्समा लिंक दिएछु, हामी गएर हेर्न सक्नुहुन्छ। त प्रॉफिट एन्ड लस एकाउन्टमा कस्ता एक्सपेन्सेसहरु कस्ता इन्कमहरु आउँछ त्यो बुझ्नका लागि हामीहरुलाई कम्पनीको बारेमा बुझ्नु पर्छ। कम्पनी हामी ट्रेडिङ एकाउन्ट बनाउँदाखेरि कम्पनीको कतिवटा पार्ट छुट्याएको थियो? 3 वटा। फर्स्ट नम्बर पार्ट फ्याक्ट्री, कम्पनीको 3 वटा पार्ट हुन्छ, फ्याक्ट्री, अफिस अनि शोरूम। कम्पनीको जम्मा 3 वटा पार्ट हुन्छ, फ्याक्ट्री, अफिस, शोरूम। त फ्याक्ट्री रिलेटेड एक्सपेन्सेस इन्कमहरु हामी ट्रेडिङ एकाउन्टमा राख्छौं। फ्याक्ट्री रिलेटेड एक्सपेन्सेस इन्कमहरु हामी ट्रेडिङ एकाउन्टमा राख्छौं। फ्याक्ट्री रिलेटेड जति पनि एक्सपेन्सेस इन्कमहरु हुन्छ त्यसलाई हामी ट्रेडिङ एकाउन्टमा गएर राख्छौं। अनि अफिस रिलेटेड, शोरूम रिलेटेड जति एक्सपेन्सेस इन्कमहरु हुन्छ त्यो एक्सपेन्सेस इन्कमहरुलाई हामी प्रॉफिट एन्ड लस एकाउन्टमा राख्छौं। प्रॉफिट एन्ड लसलाई P/S पनि सर्टकट लेख्न सकिन्छ अनि एकाउन्टलाई हामी सर्टकट S/ लेख्छौं। द प्रॉफिट एन्ड लस एकाउन्ट अफिस रिलेटेड अनि शोरूम रिलेटेड जति एक्सपेन्सेस इन्कमहरु छ सबै एक्सपेन्सेस इन्कमहरु कहाँ जान्छ? प्रॉफिट एन्ड लस एकाउन्टमा जान्छ। अफिसमा कुन खर्चहरु हुन्छ? जस्तै अफिसको रेन्ट तिर्यो, अफिस रेन्ट कहाँ जान्छ? अफिस रिलेटेड एक्सपेन्सेस भयो, त्यो प्रॉफिट एन्ड लस एकाउन्टमा जान्छ। शोरूम रेन्ट, शोरूम रिलेटेड एक्सपेन्सेस इन्कम भयो, त्यो प्रॉफिट एन्ड लस एकाउन्टमा राख्छौं। अफिस इन्स्योरेन्स, प्रॉफिट एन्ड लस एकाउन्ट। शोरूम इन्स्योरेन्स, प्रॉफिट एन्ड लस एकाउन्ट। अनि भन्यो क्वेशनमा फ्याक्ट्री इन्स्योरेन्स, फ्याक्ट्री रिलेटेड एक्सपेन्स कहाँ राख्छौ? ट्रेडिङ एकाउन्टमा। त फ्याक्ट्री इन्स्योरेन्स कहाँ जान्छ? ट्रेडिङ एकाउन्टमा जान्छ। फ्याक्ट्री रेन्ट, ट्रेडिङ एकाउन्ट। फ्याक्ट्री एक्सपेन्सेस, ट्रेडिङ एकाउन्ट। अफिस एक्सपेन्सेस, PL एकाउन्ट। शोरूम एक्सपेन्सेस, PL एकाउन्ट। जति फ्याक्ट्री रिलेटेड एक्सपेन्सेस इन्कमहरु हुन्छ त्यो हामी ट्रेडिङ एकाउन्टमा राख्छौं। अनि अफिस रिलेटेड, शोरूम रिलेटेड जति एक्सपेन्सेस इन्कमहरु छ त्यो एक्सपेन्सेस इन्कमहरुलाई हामी प्रॉफिट एन्ड लस एकाउन्टमा राख्छौं। यो बेसिक कुरा हो। तपाईहरु कपीको कुनै साइडमा अथवा नोट लेखेर साइडमा लेख्न सक्नुहुन्छ। यो धेरै महत्त्वपूर्ण कुरा हो। हामी मल्टी स्टेप पढ्दाखेरि यही अफिस रिलेटेड, शोरूम रिलेटेड, फ्याक्ट्री रिलेटेड एक्सपेन्सेसहरु मोडर्न तरिकाले अहिलेको मल्टी स्टेप भनेर दिएछौं। मोडर्न फाइनल एकाउन्ट, मोडर्न मेथड। हामी अहिले फाइनल एकाउन्ट ट्रेडिसनल मेथड पढिरहेछौं। फर्मेट्स अफ प्रॉफिट एन्ड लस एकाउन्ट। प्रॉफिट एन्ड लस एकाउन्टको फर्मेट हामी 11 क्लासमा पनि पढिसकेका छौं। प्रॉफिट एन्ड लस एकाउन्ट फर द इयर इन्डेड सेम छ। अब फर द इयर इन्डेड यहाँ लेख्नुको कारण के हो? फाइनल एकाउन्ट चाहिँ नेपाली लास्टमा बन्छ, सालको लास्टमा। त्यही भएर हामी प्रॉफिट एन्ड लस एकाउन्ट पनि सालको लास्टमा बनाउँछौं। त्यही भएर यहाँ फर द इयर इन्डेड लेखेछ। जुन डेट रहन्छ क्वेशनमा दिएको त्यो डेट हामी यहाँ लेख्नुपर्छ। पार्टिकुलर्स एमाउन्ट, एमाउन्टको सट्टा हामी यहाँ RS पनि लेख्न सकिन्छ। एमाउन्टको पुरा मिनिङ AMT सर्टकट लेख्यो भने गलत गर्दैन। RS लेख्दा पनि भयो, नेपालीमा यसलाई रु पनि लेख्यो भने पुगिहाल्छ। तर एमाउन्टै लेख्ने सर्टकट AMT। बुकहरुमा AMT सर्टकट दिएछ, हामी पनि AMT लेख्छौं। पार्टिकुलर्स एमाउन्ट, यतापट्टि डेबिट यतापट्टि क्रेडिट। प्रॉफिट एन्ड लस एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्टको डेफिनेसन के हो? प्रॉफिट एन्ड लस एकाउन्टको डेफिनेसन लेख्नु छ भने के लेख्ने? यो दोस्रो स्टेप हो फाइनल एकाउन्टको। प्रॉफिट एन्ड लस एकाउन्ट इज द सेकेन्ड स्टेप अफ फाइनल एकाउन्ट। फाइनल एकाउन्टको दोस्रो स्टेप हो प्रॉफिट एन्ड लस एकाउन्ट। प्रॉफिट एन्ड लस एकाउन्ट इज द सेकेन्ड स्टेप अफ फाइनल एकाउन्ट। द मेन ऑब्जेक्टिव of profit and loss account is to find net profit or net loss of a company. कम्पनीको नेट प्रॉफिट अनि नेट लस पत्ता लगाउने काम कसले गर्छ? प्रॉफिट एन्ड लस एकाउन्टले गर्छ। त्यसकारणले हामी लेख्छौं द मेन ऑब्जेक्टिव of profit and loss account is to find net profit or net loss of a company. त प्रॉफिट एन्ड लस एकाउन्टको यो फर्मेट भयो। ट्रेडिङ एकाउन्ट ब्यालेन्स गर्दाखेरि हामी
ट्रेडिङ एकाउन्टले ग्रस लस अनि ग्रस प्रॉफिट पत्ता लगाउँछ हैन। डीआर साइड हामी ब्यालेन्स गर्छौं, ट्रेडिङ एकाउन्टको डीआर साइड कम रहन्छ। ग्रस प्रॉफिट सीडी ले ब्यालेन्स गर्छु, डीआर साइड कम रहन्छ भने त्यो ग्रस प्रॉफिट सीडी प्रॉफिट एन्ड लस एकाउन्टको क्रेडिटमा ट्रान्सफर हुन्छ, क्रेडिटमा। त्यही भएर हामी यस्ता एरो दिएछु। माने यो कहाँबाट आयो त? ट्रेडिङ एकाउन्टको डीआर साइडको ब्यालेन्स हो यो, बाई ग्रस प्रॉफिट बीडी। त्यहाँ सीडी लेख्छु, यहाँ बीडी लेख्नु पर्छ। सीडी को अर्थ हुन्छ क्यारी डाउन, बीडी को अर्थ हुन्छ ब्राउट डाउन। त्यसकारणले हामी यहाँ एरो दिएछु। यो कहाँबाट आएछ? ट्रेडिङ एकाउन्टको डीआर साइडबाट आएछ। अनि ट्रेडिङ एकाउन्टको क्रेडिट साइड ग्रस लस सीडी लेखेर हामी ब्यालेन्स गर्थ्यौ। त्यो ग्रस लस सीडी यतापट्टि टु ग्रस लस बीडी भएर ट्रान्सफर गरेछु। त्यही भएर हामी यस्ता एरो दिएछु। यो ट्रेडिङ एकाउन्टको क्रेडिट साइडको ब्यालेन्स हो, टु ग्रस लस बीडी। त हामी पढेछौं अफिस रिलेटेड अनि शोरूम रिलेटेड जति पनि एक्सपेन्सेसहरु छ त्यो प्रॉफिट एन्ड लस एकाउन्टको डेबिटमा राख्छौं। अफिस रिलेटेड शोरूम रिलेटेड जति पनि इन्कमहरु छ त्यो प्रॉफिट एन्ड लस एकाउन्टको क्रेडिटमा हामी राख्छौं। ठाउँ छैन, त्यही भएर हामी यति एक्सपेन्सेसहरु अहिले लेखेका छौं। हेर्नु, टु सैलरी अथवा सैलरी एन्ड वेजेस यो अफिस रिलेटेड एक्सपेन्सेस हो। कसरी अफिस रिलेटेड एक्सपेन्सेस हो? अफिसलाई सञ्चालन गर्नका लागि स्टाफ चाहियो कि चाहिएन? त्यो स्टाफहरुलाई मासिक तलब 1 महिना काम गरिसकेपछि उहाँहरुलाई जुन पैसा दिइन्छ त्यसलाई हामी सैलरी भन्छौं। 1 महिना काम गरे बापत हामी जुन पैसा पेमेन्ट गर्छौं त्यसलाई हामी सैलरी भन्छौं। सैलरी अथवा सैलरी एन्ड वेजेस। यहाँ पहिला के आएछ? सैलरी आएछ, त्यसैकारण हामी सैलरी मान्छौं। सैलरी, सैलरी एन्ड वेजेस प्रॉफिट एन्ड लस एकाउन्टको डेबिटमा आउँछ। यसपछि अफिस रेन्ट, यो कुन एक्सपेन्सेस हो? अफिस रिलेटेड, अफिस भाडामा छ त्यो अफिस रिलेटेड एक्सपेन्सेस हो। अफिस रेन्ट भनौं अथवा सरासरी रेन्ट भनौं। यदि सीधा रेन्ट भन्यो भने अफिस रिलेटेड एक्सपेन्सेस, अथवा अफिस रेन्ट भन्यो भने अफिस रिलेटेड एक्सपेन्सेस मान्छौं हामी। अफिस इन्स्योरेन्स अथवा सिधै इन्स्योरेन्स भन्यो अथवा इन्स्योरेन्स प्रिमियम, तीनटै एउटै कुरा हो। अफिस इन्स्योरेन्स, इन्स्योरेन्स अथवा इन्स्योरेन्स प्रिमियम जे भन्दा पनि हामी अफिस रिलेटेड एक्सपेन्सेस मान्छौं। शोरूम रेन्ट, शोरूम रेन्ट यो शोरूम रिलेटेड एक्सपेन्सेस हो। शोरूम इन्स्योरेन्स यो शोरूम रिलेटेड एक्सपेन्सेस भयो। अब भन्छ सर रेन्टलाई हामी अफिस रेन्ट किन मान्छौं? सिधै रेन्ट दियो भने अफिस रेन्ट किन मान्छौं? किनभने कम्पनीको फ्याक्ट्री अनि अफिस हुन्छ नै, तर शोरूम हुन पनि सक्छ नहुन पनि सक्छ। त्यही भएर हामी रेन्टलाई अफिस रेन्ट मान्छौं। यदि शोरूम रेन्ट दिएछ भने शोरूम लेखेको हुन्छ। शोरूम रेन्ट, शोरूम इन्स्योरेन्स तोकेर रेन्ट सीधा रेन्ट दियो भने अथवा इन्स्योरेन्स दियो भने त्यसले हामी अफिस रिलेटेड एक्सपेन्सेस मान्छौं। अफिस एक्सपेन्सेस, शोरूम एक्सपेन्सेस यो अफिस रिलेटेड एक्सपेन्सेस हो, शोरूम रिलेटेड एक्सपेन्सेस हो। पीएल को डीआर मा जति अफिस रिलेटेड शोरूम रिलेटेड एक्सपेन्सेसहरु छ त्यो हामी यहाँ राख्छौं। यो मेटेर हामी अझै एक्सपेन्सेसहरु तपाईहरुलाई राख्छौं। यो फर्मेटलाई तपाईहरु कन्टिन्यू गर्नु होला। हामी मेटेर लेखिरहेछौं। लीगल एक्सपेन्सेस अथवा लीगल चार्ज एउटै कुरा। लीगल एक्सपेन्सेस, लीगल चार्ज भनेको कानुनी खर्च हो। एडभर्टाइजमेन्ट, एडभर्टाइजमेन्ट भनेको प्रचार चार्ज। विज्ञापन गर्नमा कति खर्च लाग्यो त त्यसलाई हामी एडभर्टाइजमेन्ट भन्छौं। प्रचार गर्नमा कति खर्च लाग्यो त्यसलाई हामी एडभर्टाइजमेन्ट लेख्छौं। एडभर्टाइजमेन्ट भनेको खर्च हो। कमिसन पेड यो पनि एउटा खर्च हो। डिस्काउन्ट एलाउड, डिस्काउन्ट एलाउडलाई डिस्काउन्ट पनि लेख्ने गरिन्छ। बेड डेप्ट, अब बेड डेप्ट नयाँ कुरा आयो। बेड डेप्ट भनेको के? बेड डेप्ट बुझ्नका लागि हामीलाई डेप्टरको बारेमा बुझ्नुपर्छ। अब डेप्टर केलाई भनिन्छ? जो कुनै कम्पनीले कुनै व्यक्तिलाई यदि 10,000 को सामान कुनै कम्पनीले एउटा व्यक्तिलाई बेच्यो, कम्पनीको लागि त्यो व्यक्ति डेप्टर भयो। जोसँग हामी उधारोमा सामान
बेचेछु त्यो व्यक्तिसँग हामीलाई पैसा लिन बाँकी छ। जसलाई धर्म सामान बेचेछु त्योसँग पैसा लिन बाँकी छ त्यो व्यक्तिलाई हामी डेब्टर भन्छौँ। त मानौ कुनै व्यक्तिलाई हामीले 10,000 को सामान बेच्यो तर उहाँले पैसा दिएन, 10,000 रुपैयाँ दिएन, त्यो 10,000 के भयो? बेड डेब्ट। बेड डेब्ट को अर्थ भयो डेब्टरले पैसा दिएन। त डेब्टरले पैसा दिएन जसलाई हामी बेड डेब्ट भन्छौँ। त्यो कम्पनीको लागि के भयो? लस भयो, एक्सपेन्सेस भयो। त्यसले हामी प्रॉफिट एन्ड लस एकाउन्टको डेबिटमा राखेछौँ। बैंक चार्ज। बैंक चार्ज बैंकहरूले सर्भिस दिन्छ, त्यो सर्भिस बापत केही चार्ज काट्छ के चार्ज, त्यो चार्जलाई हामी बैंक चार्ज भन्छौँ। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेको कानुनी खर्च, लिगल एक्सपेन्सेस, लिगल चार्ज, एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस सबै कानुनी खर्च अन्तर्गत आउँछ। डिप्रिसिएसन अन एफए। एफए को अर्थ भयो फिक्स एसेट। डिप्रिसिएसन अन फिक्स एसेट। फिक्स अफिसहरुमा फर्निचरहरु हुन्छ, कम्प्युटरहरु हुन्छ, त्यो फर्निचरहरुको मूल्य घट्छ, त्यो जति मूल्य घट्छ त्यसलाई हामी डिप्रिसिएसन भन्छौँ। डिप्रिसिएसन को अर्थै हुन्छ फिक्स एसेट मूल्य कति घट्यो त्यसलाई हामी डिप्रिसिएसन भन्छौँ। डिप्रिसिएसन अन फिक्स एसेट। फिक्स एसेट को यहाँ नाम दिएको हुन्छ, त्यो फिक्स एसेट को यहाँ नाम लेख्नु पर्छ। यदि नाम दिए छैन भने डिप्रिसिएसन दिएछ भने हामी डिप्रिसिएसन लेख्छौँ। डिप्रिसिएसन अथवा डिप्रिसिएसन अन फिक्स एसेट। अडिट फी। अडिट फी भनेको अडिटरहरूलाई फी दिन्छ, त्यसलाई अडिट फी भन्छ। अडिटर कसलाई भनिन्छ? अडिटर भनेको सीए एससीए गरेको व्यक्तिहरू हुन्छ नि, त्यसलाई कम्पनीले हायर गरेको हुन्छ फाइनल एकाउन्ट बनाउनको लागि। त्यो फाइनल एकाउन्ट अडिटरले बनाउन सक्छ, राइट छ उहाँहरूलाई। अडिटरले प्रिपेयर गर्छ फाइनल एकाउन्ट। हामीहरूलाई बनाउन पनि आउँछ भने हामीहरूले बनाएको फाइनल एकाउन्टको भ्यालु दिँदैन गभर्नमेन्टले। सीएहरूले बनाएको फाइनल एकाउन्टको मात्र भ्यालुएसन हुन्छ। त्यही भएर प्रत्येक कम्पनीले सीए गरेको व्यक्तिहरूलाई हायर गरेको हुन्छ, त्यो त्यस्ता व्यक्तिहरूलाई अडिटर भन्छ। त अडिटरलाई तिरेको फी नै अडिट फी हो। त कम्पनीको लागि यो एक्सपेन्सेस भयो। कुन एक्सपेन्सेस? अफिस रिलेटेड एक्सपेन्सेस, किनभने अडिटर अफिसमा बस्छ। कमिसन। कमिसन पेडलाई कहिलेकाहीँ कमिसन पनि सर्टकट लेख्ने गरिन्छ। रेन्ट रेट्स एन्ड ट्याक्स, यो कहिलेकाहीँ एक्सपेन्सेस पीएल को ट्रायल ब्यालेन्सको डेबिटमा दिएको हुन्छ क्या। त मलाई पनि थाहा छैन रेट्स एन्ड ट्याक्स रेन्ट रेट्स एन्ड ट्याक्स को अर्थ हुन्छ के दिएको हुन्छ ट्रायल ब्यालेन्सको डेबिटमा, त हामी पीएल को डीआरमा राख्छौँ। प्रिन्टिङ एन्ड स्टेसनरी। प्रिन्टिङ एन्ड स्टेसनरी रिलेटेड जति पनि एक्सपेन्सेसहरू हुन्छ त्यो हामी यहाँ राख्छौँ। एक्सपोर्ट ड्युटी। हामी ट्रेडिङ एकाउन्ट पढ्दाखेरि भनेछौँ एक्सपोर्ट ड्युटी छाडेर जति पनि ड्युटीहरू हुन्छ त्यो सबै ड्युटीहरू ट्रेडिङ एकाउन्टको डेबिटमा, अनि एक्सपोर्ट ड्युटी पीएल एकाउन्टको डेबिटमा हामी राख्छौँ। क्यारेज आउटवार्ड, फ्रेट आउटवार्ड। क्यारेज इनवार्ड चाहिँ फ्रेट इनवार्ड ट्रेडिङ एकाउन्टको डेबिटमा, अनि क्यारेज आउटवार्ड अथवा फ्रेट आउटवार्ड दियो भने हामी प्रॉफिट एन्ड लस एकाउन्टको डेबिटमा राख्छौँ। अनि क्रेडिट साइड। क्रेडिट साइड के हो? क्रेडिट साइड भनेको इन्कम साइड। कुन कुन इन्कमहरू हुन्छ अफिसको अनि सोरुमको, त्यो सबै इन्कमहरू हामी प्रॉफिट एन्ड लस एकाउन्टको क्रेडिटमा राख्छौँ। जस्तै कमिसन रिसिभ्ड, इन्ट्रेस्ट रिसिभ्ड, डिस्काउन्ट रिसिभ्ड, रेन्ट रिसिभ्ड, इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट। इन्ट्रेस्ट रिसिभ्डलाई कहिलेकाहीँ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट पनि लेखेको हुन्छ। डिभिडेन्ड रिसिभ्ड, ब्याड डेब्ट रिसिभ्ड चाहिँ ब्याड डेब्ट रिकभर। जति पनि रिसिभ्डहरू छ हामी प्रॉफिट एन्ड लस एकाउन्टको क्रेडिटमा राख्छौँ। डिभिडेन्ड रिसिभ्ड हामी पीएल एप्रोप्रिएसन एकाउन्ट बनाउँछौँ, तब डिभिडेन्डको बारेमा चर्चा गर्नेछु। अहिले तपाईहरुलाई बुझाउँदा पनि बुझ्दैन। ब्याड डेब्ट रिसिभ्ड। अब ब्याड डेब्ट को अर्थ हामी के बुझ्यौ? यहाँ पनि ब्याड डेब्ट थियो। ब्याड डेब्ट को अर्थ के थियो? डेब्टरले पैसा दिएन, जसलाई उधारोमा सामान बेचेछौ त्योसँग पैसा लिन बाँकी छ, त्यसले त्यो व्यक्तिले पैसा दिएन, त्यसलाई हामी ब्याड डेब्ट भन्थ्यौ। अनि ब्याड डेब्ट यहाँ रिसिभ्ड छ। ब्याड डेब्ट रिसिभ्ड
यसको अर्थ के त्यो डेप्टरले पैसा दियो, त्यो डेप्टरले पैसा दियो। हामी एज्युम गर्थ्यो डेप्टरले पैसा दिएन त ब्याड डेप्ट भएर लेख्यो पीएल को डिआर। अब त्यो व्यक्तिले पैसा दियो भने हामी प्रॉफिट एन्ड लस अकाउन्टको क्रेडिटमा राख्छौँ। त्यो कम्पनीको लागि के भयो, इन्कम भयो। ब्याड डेप्ट रिसिभ्ड भनेको बुलेको पैसा एक वापस आयो के। ब्याड डेप्ट रिसिभ कम्पनीको लागि के भयो, इन्कम भयो। ब्याड डेप्ट रिसिभ भनौँ अथवा ब्याड डेप्ट रिकभर भनौँ, दुईटै एउटै कुरा हो। एप्रिसिएसन अन फिक्स एसेट, एप्रिसिएसन अनि डिप्रिसिएसन। डिप्रिसिएसनको अर्थ हुन्छ फिक्स एसेटको मूल्य जति घट्छ त्यसलाई हामी डिप्रिसिएसन भन्छौँ। एप्रिसिएसन भनेको फिक्स एसेटको मूल्य जति बढ्छ त्यसलाई हामी के भन्छौँ, एप्रिसिएसन। फिक्स एसेटको जति मूल्य बढ्यो त्यो कम्पनीको लागि के भयो, इन्कम भयो। यो इन्कमलाई हामी प्रॉफिट एन्ड लस अकाउन्टको क्रेडिटमा राख्छौँ। प्रोभिजन फर ब्याड डेप्ट गिभन इन ट्रायल ब्यालेन्स। अब प्रोभिजन फर ब्याड डेप्ट यो नयाँ कुरा हो। प्रोभिजन फर ब्याड डेप्ट पाएहरूलाई बुझाउँदा पनि बुझ्दैन। यसका लागि ब्यालेन्स सिट बुझ्नु अति आवश्यक छ। डिपलीमा जसलाई नलेज छ भने त्यसले मात्र बुझ्छ। प्रोभिजन फर ब्याड डेप्ट ट्रायल ब्यालेन्समा दिएको हुन्छ त हामी प्रॉफिट एन्ड लस अकाउन्टको क्रेडिटमा किन राख्छौँ, त्यो बुझ्नका लागि डिपलीमा एकाउन्टिङ आउनु अति आवश्यक छ। प्रोभिजन फर ब्याड डेप्ट ट्रायल ब्यालेन्समा दिएको हुन्छ, गिभन इन ट्रायल ब्यालेन्स हामी प्रॉफिट एन्ड लस अकाउन्टको क्रेडिटमा राख्छौँ। यति मात्र बुझ्नु। यो मेटेर हामी माथि लेखिरहेछौँ। अरू एक्सपेन्सेस इन्कमहरू, धेरै एक्सपेन्सेस इन्कमहरू छ। लस अन सेल्स अफ फिक्स एसेट। फिक्स एसेटको नाम हुन्छ के, लसमा बेच्यो फिक्स एसेट लसमा बेच्यो, लसमा हामी डेबिट गर्छौँ। पीएल अकाउन्टको हामी डेबिटमा राख्छौँ। गुडविल, ट्रेडमार्क, कपिराइट, पेटेन्ट राइट यो के हो, यो हो इन्टान्जिबल एसेट्स जसलाई हेर्न पनि सक्दैन, छुन पनि सक्दैन, तर हामी यसलाई एसेट मान्छौँ। गुडविल भनेको नाम कमाएको। ट्रेडमार्क प्रत्येक कम्पनीको प्रोडक्टमा एउटा लोगो हुन्छ के, त्यसलाई हामी ट्रेडमार्क भन्छौँ। कपिराइट भनेको कुनै प्रोडक्टको हामी कपी गर्न सकिँदैन। कुनै प्रोडक्टको यदि त्यो कम्पनीले पेटेन्ट गराएछ त्यो पेटेन्ट त्यो आइडियालाई हामी कपी गर्न सकिँदैन। पेटेन्ट राइटको अर्थ हुन्छ हामी कपिराइटको अर्थ हुन्छ हामी कुनै प्रोडक्ट कपी गर्न सक्दैनौँ। पेटेन्ट भनेको आइडिया हो के, आइडियालाई कसैको आइडियालाई आफ्नो नाममा रेजिस्टर गर्न सकिँदैन, त्यो हो पेटेन्ट राइट। तो यो इन्टान्जिबल एसेट हो। कुनै इन्टान्जिबल एसेटमा रिटर्न अफ लाग्यो भने हामी पीएल अकाउन्टको डेबिटमा राख्छौँ। प्रॉफिट अन सेल्स अफ फिक्स एसेट कम्पनीले प्रॉफिटमा बेच्यो त कम्पनीको लागि प्रॉफिट भयो त प्रॉफिट एन्ड लस अकाउन्ट क्रेडिटमा हामी राख्यो। डिस्काउन्ट अन परचेजमा डिस्काउन्ट भयो त कम्पनीको लागि के भयो, इन्कम भयो। ट्रेडिङ अकाउन्टमा एउटा मात्र इन्कम जान्छ, सेल्स, अनि एउटा क्लोजिङ स्टक एडजस्टमा दिएछ भने हामी ट्रेडिङ अकाउन्टको क्रेडिटमा राख्छौँ। सेल्स अनि क्लोजिङ स्टक छाडेर जति पनि इन्कमहरू हुन्छ त्यो हामी पीएल अकाउन्टको क्रेडिटमा राख्छौँ। डिस्काउन्ट अन परचेज, ट्रान्सफर फी, सन्ड्री इन्कम, अदर इन्कम एन्ड गेन जति पनि इन्कमहरू छ त्यो हामी प्रॉफिट एन्ड लस अकाउन्टको क्रेडिटमा राख्छौँ। अनि अदर एक्सपेन्सेस र लसेस, अदर एक्सपेन्सेस एन्ड लसेस हामी लेख्न सकिँदैनौँ। टोटल एक्सपेन्सेस सबै बुकमा कुनै न कुनै एक्सपेन्सेसहरू इन्कमहरू छुट्न पनि सक्छ, त्यही भएर अदर एक्सपेन्सेस। अब यसलाई ब्यालेन्स कसरी गर्ने, हामी ब्यालेन्स जस्तै ट्रेडिङ अकाउन्टमा गर्थ्यौँ त्यस्तै हामी प्रॉफिट एन्ड लस अकाउन्टमा पनि गर्छौँ।
मानौ यो साइड कुन साइड मान्छौँ हामी इन्कम साइड, यो साइडलाई हामी इन्कम मान्छौँ, यो साइडलाई हामी एक्सपेन्सेस मान्छौँ, यो साइडलाई एक्सपेन्सेस, यो साइडलाई इन्कम। मानौ इन्कम भयो 1 लाख, टोटल इन्कम कति भयो 1 लाख, अनि टोटल एक्सपेन्सेस भयो 80,000। यो साइडलाई हामी एक्सपेन्सेस मान्छौँ, यो साइडलाई इन्कम मान्छौँ। टोटल इन्कम भयो 1 लाख, एक्सपेन्सेस भयो 80,000। तो बडी अमाउन्ट दुईटै साइड हामी लेख्छौँ, बडी अमाउन्ट दुईटै साइड। इन्कम बडी छ कि एक्सपेन्सेस बडी छ, त भन्छु सर इन्कम बडी छ, इन्कम 1 लाख छ, त बडी अमाउन्ट दुईटै साइड, त बडी अमाउन्ट यहाँ राख्ने 1 लाख 1 लाख। जुन साइड कम छ, जुन साइड कम छ त्यो साइड हामी ब्यालेन्स गर्छौँ। त यो साइड अहिले कम छ, त डिआर मा ब्यालेन्स गर्दाखेरि 2 लेखेर गरिन्छ। कति लेखेर डिआर साइड हामी 2 लेख्छौँ, क्रेडिट साइड हामी बाई लेख्छौँ। त 2 प्रॉफिट एन्ड लस अकाउन्टलाई ब्यालेन्स गर्दाखेरि, ट्रेडिङ अकाउन्टलाई ब्यालेन्स गर्दाखेरि ग्रस, अनि प्रॉफिट एन्ड लस अकाउन्टलाई ब्यालेन्स गर्दाखेरि नेट लेखिन्छ। नेट 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 प्रॉफिट। डिआर साइड कम भयो भने प्रॉफिट सीडी कति कम छ 20,000, त नेट प्रॉफिट सीडी। ट्रेडिङ अकाउन्टमा ब्यालेन्स गर्दाखेरि डिआर साइड कम हुन्थ्यो भने ग्रस प्रॉफिट सीडी, प्रॉफिट एन्ड लस अकाउन्टमा ब्यालेन्स गर्दाखेरि डिआर साइड कम छ भने नेट प्रॉफिट सीडी हामी लेख्छौँ। यसरी ब्यालेन्स गर्छौँ। मानौ यो साइड 80,000 छ अनि यो साइड 17,000 छ, यो साइड 17,000 छ। कुन साइड अहिले भयो, इन्कम साइड कि एक्सपेन्सेस साइड बढी भयो? भन्छु सर एक्सपेन्सेस साइड बढी हो। त एक्सपेन्सेस बढी अमाउन्ट दुईटै साइड, अहिले यो साइड बढी छ, 80,000 यता पनि 80,000 यता पनि, अनि यो साइड कतिले कम छ, त यो साइड बाई लेखेर हामी लेख्छौँ। बाई कतिले कम छ, द नेट लस सीडी, जतिले कम छ त्यसलाई हामी नेट लस भन्छौँ। डिआर साइड कम छ भने नेट प्रॉफिट, सीआर साइड कम छ भने नेट लस। कतिले कम छ यहाँ 10,000 ले, त 10,000 यहाँ हामी थाप्छौँ। त यसरी नै ब्यालेन्स गरिन्छ। यहाँ एमाउन्ट हुन्छ के, कुनै न कुनै एमाउन्ट हुन्छ। हामी इक्जाम्पलको लागि लेखेर तपाईहरुलाई सम्झायो। हामीहरुको प्रॉफिट एन्ड लस अकाउन्ट पनि आज सक्यो। अब अगाडिको भिडियो पीएल एप्रोप्रिएसन अकाउन्टको बारेमा रहन्छ। धन्यवाद। जय नेपाल। यदि तपाईहरुलाई कुनै डाउट छ, कुनै मिनिङको अर्थ जान्नु छ भने लिंकमा डिस्क्रिप्सन बक्समा मेरो व्हाट्सएप नम्बर छ, त्यो व्हाट्सएप नम्बरमा तपाई मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद। जय नेपाल, जय मधेस।